फुलपाती अष्टमी नवमी हुँदै आज दशमी पनि आइपुग्यो। दशैं पनि कति छिटो सकिन आँट्यो। अब टीका जमरा पनि ठिक पारी सक्यो। अब दक्षिणा चाहिँ किन चाहियो? अब यो कोरोनाको बेलामा टीका लाउन चाहिँ को चाहिँ आउला र? अब यो कोरोनाले पनि राम्रै गर्यो। अब पहिलेका दशैंमा अब 30-40 हजारले पनि टीका खर्च नपुग्ने। अब यसपालि त राम्रै गर्यो। ढुक्क भएको छ, मलाई त आनन्द भएको छ। होइन फेरि यो कसले यतिखेर भिडियो कल गरेछ? ए बनौटी भान्जाले पो भिडियो कल गरेछ। हेलो मामा दर्शन। हेलो बनौटी भान्जा। भान्जा अनि किन सम्झौ त मामालाई? होइन मामा, औ भान्जाहरूले मामाहरूलाई सम्झिने भनेकै दसैँको टिका दिन त नि। अरू दिन त लुकुर लुकुर हिँड्दै टाइम छैन हो। ल मामा, मलाई ढिलो भइसक्यो, छिट्टो टिका लगाइदिइहाल्नु त। ए ल ल भान्जा आऊ न, म टिका लगाइदिइहाल्छु नि। आइएम सरी मामा, यो कोरोनाको बेलामा म टिका लाउन आउन सक्दिनँ ल। होइन के भन्छन् भान्जा? होइन मैले कसरी टिका लगाइदिनु? यो कलियुग हो नि मामा, अब भिडियो कलमै अनलाइन टिका लाउने हो नि। होइन के भन्छन् यी भान्जा? भिडियो कलमा चाहिँ टिका लगाइदिनु पर्छ भनेर कुन शास्त्रमा लेखेको छ? अब मामा, लेख्न त सोह्र श्राद्ध पनि अनलाइन मार्फत गर्नु भनेर कहीँ लेखेको छैन नि, तर सबैले गरिहाले। अब सोह्र श्राद्ध अनलाइन मार्फत गरे जस्तो दसैँ टिका पनि त्यही हो, अनलाइन टिका। ल मामा, अब टुवा पर नबस्नु त। अब अनलाइन मार्फतै दसैँको टिका लाउनु पर्छ। अब जसरी हो भने संस्कृति त बचाउनै पर्यो नि। त्यसो भए एकछिन पर्ख भान्जा। ल भान्जा, अब टिका लाउन सुरु गरौँ। ल बिहान बेलुका उठेस, तुरुक मुतेस, खाएस गाउँ डुलेस, हिँड्दा ठेस लागेर पक्लकै लडेस। अब नुहाउँदा फेरि केस झरेस, मामालाई दिनदिनै चाहिँ नआएस। ल भान्जा, अब टिका नि लगाइदिइसके, आशीर्वाद पनि दिइसके। अब घरमै आएर टिको लगाएको भए म दक्षिणा दिन्थे। अब यो अनलाइन टिकामा दक्षिणा दिन मिल्दैन रहेछ। ल मामा, दक्षिणा चाहिँ सेवा छिट्टो खाले हालिदिइहाल्नु त, म छिट्टो खाले गरेर निकालेर ल्याइहाल्छु ल मामा। ए ल ल भान्जा, म यी सेवामा पैसा हाल्छु। ए जमरा त लगाइदिनै पो बिर्सेछु। ल अहिले चाहिँ भिडियो कलमा छुटो है त। यो दिदी बिनाको बनौटी भान्जाले पैसा फुत्कारै छाड्यो नि हो। यो कोरोनाले गर्दा होला कोही पनि टिका लाउन आउँदैनन्। मेरो छम्माहरू पनि आउँछु भन्थे, आए त यसो कसरत गर्दै गर्न हुन्थ्यो। आए कि क्या मेरो छम्माहरू? ढोका खुल्दै छ, आउँदा हुन्छ त। नमस्ते बिग मामा। छम्माहरू आयो होला भनेको त यो लक्ष्य भन्छु बा। ल ल नमस्ते नमस्ते। अनि किन आयो? टिका लगाउन आएको बिग मामा। अब टिकै त लगाउन आएका हुन्, कुनै गुण लगाउन आएको होइन। ल मामा, छिटो छिटो टिका लगाइदिइहाल्नु त मलाई नि। ए भन्छ पख पख, सामाजिक दूरी कायम गर्नुपर्छ, नत्र कोरोना सर्न सक्छ। तिमी त्यहीँ बस, म यहीँदेखि तिमीलाई टिका लगाइदिन्छु। होइन मामा, अब यो लामो दूरीबाट टिका लगाउनु कसरी सम्भव हुन्छ हौ फेरि? ए तेरी भन्छ, एकछिन बस। कसरी सम्भव छ भने यसरी। ल निधार थाहा भयो त, म तिमीलाई टिका लगाइदिन्छु। ल भन्छ, अब आशीर्वाद धेरै दिन आउँदैन, छिट्टै बिहे गरेस्। अब छिट्टै गर्भवती, ए भान्जा त गर्भवती हुँदैन, बुहारीलाई गर्भवती बनाएस्। अनि अब बच्चा पनि छिटै जन्माएस् भन्छ। ए भान्जाले त कहाँ फेरि बच्चा जन्माउँदैन, बुहारीलाई छिटै बच्चा जन्माउनु भनेस्।
दाम्पत्य जीवनको शुभकामना, बिहे गरेपछि मात्रै अहिले होइन है भान्जा। ल भान्जा, अब टिका लगाइसक्यो। अब भान्जा खुट्टा पनि त ढोग्नु पर्यो होला नि त। ल खुट्टा झिकिहाल त। ल भान्जाको खुट्टा पनि ढोग्यो। अब दक्षिणा पनि त दिनु पर्यो होला नि त भान्जा। अब खेततेरिका भान्जालाई दक्षिणा नदिने कुरो नि भएन। अब यो हातमा अब जोडिएला फेरि, हातको हात दिँदाखेरि ल भान्जा टिपेर लैजाऊ। ल मामा, अब म लाग्छु। अब अन्ततिर जाउँ भन् त, कोरोनाको डर। तपाईँकोमा चाहिँ नजिक भएर आएको। अहिले म गएँ ल। ल भान्जा, अब अरूतिर नजाऊ। अब अरूतिर दिने भन्दा गतिलै चिज मैले खाममा हालेर देखेछु। त्यो भन्दा तिमीलाई अरू के चाहियो र? होइन मामाले खाममा त गतिले चिज दिए क्या हो। बाक्लो बाक्लो छ त। भन्न पनि तिमीलाई पुग्ने गरी नै दिन्छु भन्थे। 2-4 हजारै दिए कि क्या हो, खोलेर पो हेर्नु पर्यो। मामाले खामभित्र हालेर गतिले चिज दिएला भनेको जब एउटा माक्लो छ नि थे। ओइ के भयो? मार्क्स हेर्दा हेर्दैछस् त, के भयो? बिचमा टिका लगाउन आएको दक्षिणामा 2वटा मार्क्स दिएर। अनि 2-2वटा मार्क्स किन दिएछन् त? म सानो छु रे, सानो मान्छेलाई छिट्टै कोराउन थाल्छ अरे, त्यही भएर एउटा मुखमा एउटा चाकमा लाउन 2वटा मार्क्स दिएर। ल मुला, तैँले पनि चाकमा मार्क्स लाएर प्रगति गर। मामा मामा ओहो, होइन को हो? दर्शन मामा। दर्शन अनि मैले त टिका त सबैलाई अनलाइनबाटै ल्याइदिएको थिएँ त। अनि फेरि किन घरमा है? अरे मामा, अनलाइन टिका लाउँदा त इसेवामा 500 रुपियाँ हालिदिने मामाले झन् घरमै टिका लाउन आयो भने त 1000 दक्षिणा दिनुहुन्छ भनेर घरमै टिका लाउन आएको हामी त। खान्छ केटा हो नि। ल खोइ त मामा, दसैँमा अनलाइन टिका लाएर घरमै टिका लाउन आइदिएको मामा बियो। कहिले बनाउनु जुत्ता लिएर? होइन मामा मर्न सक्छन्, यहाँ सुगाउनु पर्यो। ढिलो भयो। बनाउने जुत्ताको सुन मिठो छ। नमस्कार साथीहरू, हाम्रो भिडियो तपाईँहरूलाई कस्तो लागेको छ र कृपया हाम्रो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्सक्राइब गर्नुहोस् र हाम्रो भिडियोलाई सेयर, लाइक, कमेन्ट गर्न चाहिँ तपाईँहरूले नभुल्नुहोस्, होइन त? र तपाईँहरूलाई आगामी दिनमा पनि हामी अझै रमाइला भिडियोहरू लिएर आउने नै छौँ। हामीलाई तपाईँहरूको माया र आशीर्वादको खाँचो छ, तपाईँहरूले माया गरिदिनु होला। हस् त, धन्यवाद।